नमस्कार, स्वागत छ यहाँहरू सम्पूर्णलाई आजको हाम्रो धार्मिक आस्थासँग जोडिएको भिडियोमा। अहिले हामी गोदावरी नगरपालिका वडा नम्बर 4 बन्दगडाको छेउमा रहेको खारपानी भन्ने मन्दिरमा छौँ। यहाँ दुईटा मन्दिर छ, एउटा भागेश्वर देवताको भने अर्को गडतोला देवताको। आज गडतोला देवताको पर्व परेको छ अष्टमी, त्यसै कारण आज सम्पूर्ण हाम्रो यस देवताप्रति आश्रित या यो देवतालाई मान्ने हुने सम्पूर्ण भक्तजनको यहाँ उपस्थिति भएको छ। यो ठाउँ एकदमै स्थानीयहरूमा चर्चित भए पनि बाहिरको मान्छेहरूलाई यो मन्दिरको बारेमा थाहा छैन। एकदमै जङ्गलमा लुकेको छ, बाटो छैन, एकदमै हामीले जानेको मान्छेले मात्र यो ठाउँमा आउन सकिन्छ। र यो मन्दिरमा के भइरहेको छ, कस्तो भइरहेको छ, यो मन्दिरमा कसले चाहिँ पूजा गर्छन्, को यो मन्दिरका चाहिँ भागेदारहरू हुनुहुन्छ, कसले यो मन्दिरलाई या भनौँ यो देवतालाई मान्नुहुन्छ, यसको बारेमा भनिदिनु न। म यहाँका एकजना पण्डितजीसँग यसको बारेमा सोधिरहेको छु। आउनुहोस्, यो मन्दिर के हो र किन यहाँ यो मन्दिरको स्थापना भएर पूजा हुन्छ, सम्पूर्ण कुराहरू जानकारी लिउँ। सृष्टाखिलं जगदिदं सतसत्स्वरूपं सत्या स्वया त्रिगुणया परिपाति विश्वं संहृत्य कल्पसमये रमते तथैका तां सर्वविश्वजननी मनसा स्मरामि। देवी प्रपन्नाति हरे प्रसीद प्रसीद मातर्जगदोऽखिलस्यं प्रसीद पाहेश्वरि पाहि विश्वं त्वमेश्वरी देवी चराचरस्यं। नमामि देवं वरदं वरेण्यं महेश्वरं ज्ञाननिधिं सनातनं। नमामि देवाधिपतीश्वरं हरिं सदा सुखाढ्यां जगदेकबान्धवम्। नमस्कार, मेरो नाम डिलीराज जोशी हो। मेरो घर डोटी गडसेरा, हाल जोराली गाउँपालिका 5 बोहरा गाउँ खतेडा हो। हाल मसुरिया गौरीगङ्गा नगरपालिका 7 कमदा मसुरिया बस्दैछु। यहाँ आज हाम्रो श्री गडतोला देवताको मन्दिरमा सोही गडतोला देवताको पूजा आज अष्टमीको दिन तिथि परेको। त्यो पूजामा मेरो गोर्खावासी जति पनि हुनुहुन्छ, इष्टमित्र बान्धु बान्धव, त्योसित नजिक भएका सबै गोर्खावासीको जमघट आज हाम्रो पूजा यस मन्दिरमा प्राङ्गणमा सबै उपस्थित भएका छौँ। र साथै हाम्रा मित्र भरत शाहजी हाम्रो धर्म संस्कृति जगेर्ना गर्नको निमित्त लागि पर्नु भएको छ। ग्वासी समयजीको एवं गडतोलाको श्री केदारको पनि गर्नुहुनेछ भन्ने आशाको साथै हाम्रो यो गडतोला देवताको कथा भन्नुपर्दा परापूर्वकालदेखि हाम्रा देउबा परिवारले रोग होला अथवा कुनै ठाउँबाट आएको ठाउँबाट त्यो गडतोला देवतालाई ल्याउँदै गर्दा त्यसको थापना साँट खोला भन्ने हाम्रो ओझा गाउँको तलतिर एउटा अनकन्टार खोलाको उहाँ थापना भएको छ। साथै पुरुषार्थ पुरा गरेको हुनाले श्री ग्वासी समयजीसँग सम्बन्धित देवता पनि भयो। समयजीलाई ठुलो आपत पर्दा, धेरै सङ्कट पर्दा, आवागमन गर्दा आउने जाने मान्छेलाई त्यो चोरुवा भन्ने खोलाको एउटा भूतले आक्रमण गरी हाम्रा सालका 2 जना 4 जनाको मृत्यु हुने गर्दथ्यो। सकेसम्मको समयजी देवताले आफूले गर्यो, सकेन, कुनै हालतले नसकिने भयो। अनि मलाई दाइ चाहियो, भूतलाई परास्त गर्ने एउटै दाइ मात्र छ, त्यसलाई मैले ल्याएर यो सङ्कट निवारण गर्नु पर्यो भनेर यो खारपानी भन्ने ठाउँमा ग्वासी समयजीको मुलुक भएको हाम्रो गडतोलाको यहाँ जग्गा जमिन थिएन, उसको वासस्थान पनि थिएन। पुरुषार्थ प्राप्त गरेकोमा पुरस्कृत गरेर यो खारपानीमा मन्दिर निर्माणको निमित्त उसले पहिल्यै स्थापना गर्यो, गडतोलाको सिधारोपण गर्यो। त्यसलाई मन्दिरमा हामीले सबैले जतिले चाहिँ सकेको जति मतलब इष्टमित्र दाजुभाइ हाम्रा सबैले मन्दिर निर्माण गरी त्यसको हामीले तेस्रो वर्ष पूजा गर्ने गरेका छौँ। त्यसैमा हाम्रा मित्र भरत शाहले केही शब्द मलाई बोल्न दिनुभएकोमा त्यसको जानकारी सबै विश्वमै पुगोस् भन्ने कामना गर्दछु। र यस पूजामा सधैँ सबै सरिक भएर यसलाई सधैँ जगेर्ना गर्नुहुनेछ। हाम्रो श्री गडतोला देवताका गडसेरा बन्दवार निवासी चक्रबहादुर सेठी त्यस गडतोला देवताका धामी हुनुहुन्छ। त्यसका भणरे रामसिंह सेठी हुनुहुन्छ। पुजारी ज्ञानी प्रसाद ओझा हुनुहुन्छ। पहिला रघुनाथ ओझाजी हुनुहुन्थ्यो।
हाल आएर ज्ञानी प्रसाद त्यस देवताका पुजारी हुनुहुन्छ र साथै केदारसित सम्बन्ध भएको, ग्वासी समैजीसित सम्बन्ध भएको, बाह्रै देउराको सबैभन्दा प्रमुख मानिएको हाम्रो गरतोला देवता हो। कृपया भरत शाहजी यसलाई राम्रोसित खतेडावासी, खतेडाका भएका बाह्रै देउरालाई केदार लगायत उहाँलाई विस्तार गरिदिनु हुनेछ, सबै ठाउँ पुर्याइदिनु हुनेछ भनेर भरत शाहलाई म विनम्र अनुरोध गर्दै म श्री केदारको भणरे पनि हुँ, चाका केदारको, यति भन्दै म बिदा हुन्छु। हवस् त, धन्यवाद।